अहिले चाहिँ हामी प्लेनमा छौँ। म विराटनगरदेखि काठमाडौँ जाँदैछु। यो यात्रा चाहिँ काठमाडौँदेखि सिडनीसम्मको हो। मैले भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ। मैले भिडियो बनाउन सकिनँ किनभने म ओभरवेल्म भइरहेको थिएँ। भिडियो बनाउन मन लागिरहेको थिएन। तर मैले सोचेँ म किन भिडियो नबनाउनु भनेर फेरि भिडियो बनाउन गइरहेको छु। अहिले हामी काठमाडौँ आइसक्यौँ मम्मी र म। अब हामी आमा घर जाँदैछौँ। हजुरलाई आमा घर पनि लिएर जान्छु। अनि त्यसपछि मसँग भनेको 2 दिन टाइम छ। आज भइहाल्यो, सकिहाल्यो, 2 बजे सकिहाल्यो। भोलि चाहिँ 1 दिन अनि पर्सि त मेरो फ्लाइट भइहाल्यो। हजुरलाई म पर्सिसम्मको यात्रा देखाउँछु है त। फेरि गर्नु होला मेरो कस्तो हुन्छ त यात्रा। अहिले हामी चाहिँ कान्छो मामा घर जाँदैछौँ। अघि जेठो मामा घर गएको थियौँ अनि त्यसपछि आन्टीको घर गयौँ। अनि अब हामी आन्टीकोमा पनि बिदाबारीमा भएर अहिले कान्छो मामा घर जाँदैछौँ मम्मी र म इन ड्राइभमा। सो अझै हाम्रो यात्रा जारी छ, हेर्दै गर्नु होला। अहिले चाहिँ हामी मामा घरमा आएको छौँ। सो अहिले चाहिँ हल्का इमोसनल फिल भइरहेको छ कि मलाई चाहिँ। यतिखेर चाहिँ म एक्लै बसिरहेको थिएँ अनि अरू सबैजना बाहिर किचनमा हुनुहुन्थ्यो। अनि मलाई चाहिँ खालि कस्तो इमोसनल फिल भइरहेको थियो कि सबैलाई छोडेर जाँदैछु भन्ने टाइपको। गुड मर्निङ गाइज। अहिले चाहिँ बिहान भएको छ। हजुरलाई म हाम्रो काठमाडौँको बिहानको भ्यू देखाउँछु है त। कति राम्रो छ हेर्नु है। जति नै आफूलाई गाह्रो भए पनि त्यो सिचुएसनमा चाहिँ आफ्नो फ्यामिली चाहिँ रोएको देख्न सकिँदैन रहेछ क्या। किनभने आफू रोयो भने त फ्यामिली पनि त रुन्छ नि त। अनि त्यो हाँसिरहेको मुहार उधार रोयो भने त झन् आफू कति धेरै कमजोर हुन्छ नि त। त्यो लास्ट मेमोरी साह्रै गाह्रो हुन्छ भनेर चाहिँ मैले आफूलाई ओभर कन्ट्रोल गरिरहेको थिएँ। सो आज मेरो दिनभरिको काम चाहिँ लाइसेन्स निकाल्ने थियो। म 9:30 बजे घरबाट निस्केको थिएँ अनि अहिले भनेको 4 बज्न आँटिसक्यो। अनि बल्ल बल्ल मैले लाइसेन्स निकालिसकेँ। फाइनली मैले आफ्नो ड्राइभिङ लाइसेन्स पाइसकेँ। अनि म आज गाजल मात्रै बुइनीहरूको गाजल लाएर हिँडेको छु कि केही मेकअप पनि नलाइ भूत बनेर काठमाडौँ वरिपरि घुमिरहेको छु। मोमोहरू खाएँ। अब हामी घर जाने हो। धन्न भाइ थियो र भाइले यताउति हिँडायो। काठमाडौँको ठाउँमा यस्तो हल्ला, यस्तो धुलो, ओ माई गड। तर फाइनली रिजल्ट चाहिँ राम्रै आयो। सो म जहिले पनि म जहाँ जाँदा हुन्छ नि, अस्तिको पालि पनि म इन्टरनेसनल फ्लाइट हुँदाखेरि त्यतिखेर पनि म यस्तै झमेलामा थिएँ होइन। आज पनि सेम त्यही भयो कि सेम सिचुएसन। अब भोलि मेरो फ्लाइट छ। आज म यतैउतिको लाइसेन्सको चक्करमा के को चक्करमा हिँडिरहेको छु। अब त्यस्तै भन्दै अब घर जाने हो, प्याकिङ गर्ने हो। हजुरलाई म यहाँको अलिकति वातावरण देखाइदिन्छु है त। हेर्दै गर्नु है त यहाँ वातावरण। हामी जति नै ठुलो भए पनि आमाको लागि चाहिँ हामी सानै हुँदो रहेछौँ। त्यही भएर मलाई चाहिँ मेरो मम्मीले मसरुमको सब्जी बनाइदिनु भएको थियो। त्यतिखेर म जति नै खुसी देखेँ पनि इफ आई स्टार्ट टु थिङ्क एबाउट अदर म रुन्थ्यो होला सायद। त्यही भएर म आफूले चाहिँ व्यस्त राखिरहेको थिएँ क्या फोटोहरू खिच्न यताउति गर्नलाई। अनि म केही पनि सोचिरहेको थिइनँ कि म जाँदैछु टाइपको के। आई वाज जस्ट इन्जोइङ द मोमेन्ट। अनि आमाले खाना पस्किदिनु भयो अनि मम्मीहरूसँगै बसेर खाएँ। आमाले माया गरेर मलाई टिका बनाइदिनु भएको थियो। अनि त्यसपछि मम्मीले मलाई हिजै त्यो फुलको माला बोलिदिनु भएको थियो। इट वाज सो गुड होइन। आमा बाबाको माया पाउनु भनेकै सबभन्दा ठुलो कुरा हो नि त, ब्लेसिङ हो। आइ एम सो लकी होइन। मैले चाहिँ माया चाहिँ पाएको छु है फ्रम एभ्री वान, सिस्टर, ब्रदर, मदर, फादर, एभ्री वान दे लभ मी। यस्तै रहेछ, मायाले संसार नथाम्ने रहेछ। मैले त्यतिखेर चाहिँ मजाले भिडियो होइन राम्ररी बोलेर भिडियो बनाउँछु सोचेर म चाहिँ सिडनीबाट नेपाल आएको थिएँ। तर सोचे जस्तै चाहिँ नहुने रहेछ। किनभने अलरेडी हामी स्याड भइसकेको हुन्छौँ कि बोल्ने कुनै हिम्मतै हुँदैन कि। जस्ट मेमोरीको लागि होइन, किन नखिच्ने भन्ने टाइपले चाहिँ मैले चाहिँ यो मेमोरी कैद गरेको। स्टिल अहिले पनि म यो भिडियो हेर्दा होइन अनि यसरी भोइस कभर गर्दाखेरि चाहिँ आई फिल सो स्याड क्या। मैले कतिवटा त हुन्छ नि रुइहाल्दो रहेछ क्या, मतलब भक्कानेर आउँदो रहेछ। अनि बोलेको सबै रोकोमा थाहा हुन्छ अनि त बोल्नै नसक्ने रहेछ कि। अनि कतिचोटि मैले चाहिँ जस्ट डिलिट गर्दै अनि फेरि रेकर्ड गरिरहेको छु। यदि म त्यतिखेर बोलेको थियो भने सोच्नु होला म के हुन्थ्यो होला, झन् उहाँ रुन्थ्यो होला कि। अहिले त म रोइरहेको छु भने त अफकोर्स त्यतिखेर कति रुन्थ्यो होला होइन र। सो मैले बाटोभरि पनि त्यस्तो केही नबोलिकन सिम्पल टाइपले गएँ।
यसरी त म भिडियो बनाइरहेको थिएँ, तर जति म नजिक जाँदै थिएँ नि कस्तो बोल्नै नसकेको क्या, बाई भन्न पनि नसकेको क्या मैले मम्मीलाई। त्यतिखेर म त हाँसिरहेको थिएँ, केही भएको थिएन। जब म गेटमा पुगेँ नि आवाज लाइक आँखाबाट आँसु पनि झर्न सकेको थिएन कि, किनभने अरूले देख्छ नि त, अनि फेरि मम्मीले देख्नु भने के भन्नुहुन्छ होला टाइप होइन, अनि अरूले देख्यो भने के हुन्छ भन्ने टाइपको कि, त्यस्तो भएर म यति कन्ट्रोल गरिरहेको थिएँ। तर जब हामी गेटबाट भित्र छिर्छौँ नि, अनि त्यहाँको सेक्युरिटीको चेकको कारणले नि सबै दुःख पीडा सबै भुलाइन्छ क्या त्यहाँको त्यो टाइट सेक्युरिटी चेकले। अनि कसरी फाइनल डेस्टिनेसन पुग्ने फिल हुन्छ कि। सो म चाहिँ बिहान उठेँ, अनि त्यसपछि बिहान उठेर यताउति रेडी भएँ, तयार भएँ, अनि त्यसपछि खानासाना खाएँ, अनि म यतातिर आएँ। अनि जब जति म अति नजिक आउँछु नि ओभर कस्तो हुन्छ नि, मन चाहिँ भारी भइरहेको थियो, बट स्टिल म वहाँ चाहिँ रुन त्यसरी वहाँ मान्छे गएर रुन चाहिँ अलिक कस्तो अप्ठ्यारो लाग्छ कि, हुन्छ नि किन रुनु जस्तो लाग्छ। म रुयो भने अरू पनि रुन्छ नि त, अनि कति गाह्रो हुन्छ हो किन, अनि त्यही भएर चाहिँ मलाई त्यति साह्रो रुन पनि लाग्दैन। बट नाउ आइ एम फिलिङ फाइन होइन। र मैले फेरि मेरो बच्चाहरूको बारेमा अरूको बारेमा सोचेँ भने चाहिँ आई फिल स्याड होइन, तर जे हुन्छ राम्रोको लागि हुन्छ, हामीले जानै पर्छ, काम गर्नै पर्छ। अहिले चाहिँ म मेरो चाहिँ ओभर टाउको दुख्यो अनि त्यही भएर म मिल्क टी खाँदैछु। मिल्क टीलाई एउटा कपलाई 100 रुपियाँ अब बल्ल ओ माई गड भइरहेछ। 1 बजेको फ्लाइट थियो, अझै 2 बजिसक्यो, भएकै छैन, यस्तो टाउको दुखिरहेछ कि मेरो। ओ माई गड। हाम्रो नयाँ मान्छेको फ्लाइट आज फर्स्ट टाइम न्युजिल्यान्ड लग्यो क्या, हाल्न पनि सक्छु नहाल्न पनि सक्छु मलाई। सो उसको चाहिँ फर्स्ट टाइम रहेछ न्युजिल्यान्डको, अस्ट्रेलिया। सो सेफ फ्लाइट होइन, राम्रो गर्नु अब भविष्यमा। थ्याङ्क यू। सुख दुःख नेपालीहरू सबैलाई धेरै ट्रस्ट चाहिँ नगर्नु, सबै नभन्नु सबै त, त्यही भएर चाहिँ उसको लागि चाहिँ मेरो मलेसियाको ट्रान्जिटको भिडियो हो। यतिखेर राति भइसकेको थियो, म स्टिल प्लेनको लागि पर्खिरहेको थिएँ, बोर्डिङ पासको लागि खुलेकै थिएन यतिखेरसम्म। फर्स्ट टाइम होला म चाहिँ सबभन्दा सुरुमा के भन्छ चेक इन गरेको। म चाहिँ जे होस् नेपाल जाँदा र आउँदा चाहिँ दुइटै आउन जान अप एन्ड डाउनमा चाहिँ विन्डो सिटमा परेको थिएँ, विच वाज भेरी गुड फर मी। मेरो साथीले यो टिकट हेरिदिएको थियो, अनि त्यतिखेर चाहिँ मलाई सिट चाहिँ यो झ्यालमा राखिदिएको थियो, अनि यसको कारणले चाहिँ मलाई चाहिँ धेरै रिलिफ भयो क्या, यताको मान्छे उता उताको मान्छे यता गरेन। सो आई वाज इन्जोइङ माई फ्लाइट। अनि यो वेल्लो कार्ड भनेको चाहिँ यस्तो कार्ड हो, अस्ट्रेलियाको सबभन्दा ठुलो कार्ड हो क्या। यो कार्डमा राम्ररी लेखेन भने चाहिँ नि जे पनि हुनसक्छ क्या गाइज। यो कार्ड पाएपछि चाहिँ हामीले जे ल्याएको छ त्यसलाई चाहिँ डिक्लियर गऱ्यो भने चाहिँ वी विल बी फाइन इन अस्ट्रेलिया, अदरवाइज वी विल बी इन बिग ट्रबल के। सो तपाईँहरू जतिखेर पनि अस्ट्रेलिया आउनुहुन्छ त्यतिखेर चाहिँ यो वेल्लो कार्ड चाहिँ नभुलिकन भर्न चाहिँ नबिर्सिनु होला। 9 घन्टाको फ्लाइटमा चाहिँ खाने पिउने अनि त्यसपछि मस्त फिल्म हेर्ने अनि सुत्ने थियो मेरो कार्यक्रम चाहिँ यतिखेर। जब म सिडनी ल्यान्ड भएँ, मेरो बहिनीहरू अलरेडी त्यहाँ आइसकेका थिए। मैले एउटा फ्यामिली छोडेर आएको थिएँ, तर फेरि मेरो अर्को फ्यामिली यहाँ थियो, त्यही भएर पनि म स्ट्रङ भएँ जस्तो लाग्छ मलाई। एउटा देश छोडेर अर्को देशमा फेरि पनि फ्यामिली पाउनु भनेको त्यो भाग्यवानीले मात्रै पाउँछ। सो आई से आई एम सो लकी इन दिस टाइप अफ थिङ होइन। सो हामी 3 जना दिदीबहिनी हल्का गफ हान्दै होइन उबरमा चढेर हामी गयौँ हाम्रो गन्तव्यतर्फ। यो चाहिँ हाम्रो धेरै रमाइलो गन्तव्य थियो। म नेपालबाट घर आइसकेँ, अस्ट्रेलिया आइसकेँ। सो हामी अहिले सबजना 3 जना दिदीबहिनी यहाँ छौँ, अनि अहिले हाम्रो यो कार्यक्रम चल्दैछ। सो मेरो फाइनल्ली नेपाल टु सिडनीको यात्रा राम्रो भयो भन्दै आजलाई बाई, सी यु इन नेक्स्ट च्याप्टर।